ए यहीँ पो हो ए म त उता हुन्छ सोचेर है भन त त्यही 35 यस्तो कोठामा बसेर ए भाइ हो ए नमस्ते भाइ ए घाँटीमा अड्किया कि के भा वारबारै भएको ए को रे ए किशोरी दिदीले बचाएको ए अनि सहयोग केही आएको छैन तिमीलाई कसैले सहयोग गरेको छैन गोर्खा हो ए बिचरा बानेश्वरमा होइन त 23 गते फर्स्ट नै है मलाई देखाएको थियो म नि गएको थिएँ नि ए पानी ट्याङ्की ए वहाँ माथि नै पुगेको तिमीहरू ए ए ए ल हामी पनि अरू ठाउँमा जानुपर्ने हुन्छ अब तपाईँ त्यही 35,000 गर्नु न उहाँ चाहिँ यसो यता आइदिनु त अन्धारो भयो बहिनीलाई के अरे चाहिँ उहाँ चाहिँ अब उहाँले सङ्कलन गर्नुभएको टिकटकबाट है तपाईँहरूले टिकटकबाट ग्रुप छ ग्रुपबाट अलि धेरै गरिदिनु हुन्छ बिचराको अवस्था यस्तो रहेछ 40 जति गरिदिनु बिचरा अब त्यही हेरेर हाँसिरहेको मलाई किशोरी दिदी भने त अनि मैले फोटोमा चाहिँ देखाएको थिएँ एउटा बाइक चलाउने लेडी हो ए बचाउनु भएको हो त्यही त ए हो र म अब कल गरेर आउनुहुन्छ तपाईँलाई ल नम्बर राखिदिन्छु अनि त्यसपछि गएर म कुरा गराइदिन्छु ल तिम्रो इच्छा छ किशोरी दिदीलाई भेट्नु ओके ए कति 40,000 गरिदेऊ न बिचरा अब अवस्था अलिक नाजुकै लाग्यो बिचरा हेर्नु त यो हल्लिँदैन नेकै हल्लिँदैन ल या 40,000 छ भाइ होइन यो चाहिँ तिम्रै हातले दिया भए हुन्थ्यो कि तिम्रै हातले देऊ बिचरा उसकै हो नि त उसले केही त हुन्छ रुमलाई भाडा कसरी छ बहिनी 7,000 छ एक दुई महिनालाई भए पनि तिर्न पुग्यो नि त ए बिचरा अनि कतिको पेन भएको छ त कान्छ तिमीलाई अब त्यस्तो केही नमान्नु अब हामी छौँ नि है हामी छौँ दिदी छौँ होइन कल गर्ने दिदीलाई केही त्यस्तो पर्यो भने होइन अब त्यो गर्नु है त ल ल ल